हेलो एभ्रिवान, आज चाहिँ हामी पानीपुरीको रेसिपी तयार गर्दैछौँ। त्यसको लागि फर्स्टमा हामीले पानीपुरीको रस तयार गऱ्यौँ। फर्स्टमा रस तयार गरेपछि अब हामीले तेल तताउनु पर्छ। फर्स्टमा तेल पुग्ने राखेपछि यसलाई एकछिन तताउनलाई राखिदिन्छौँ। तेल मजाले तातिसकेपछि हामीले अब पकाउन सुरु गर्छौँ। ओके, फाइनल्ली हाम्रो पानीपुरीको पुरी चाहिँ बनिसक्यो। अब अर्को स्टेप चाहिँ बाँकी नै छ। अर्को स्टेपमा चाहिँ हामीले आलु उसिन्नुपर्छ र त्यसको लागि चाहिँ यो आलु 3-4 सिटीमै पाक्छ। आलु उसिनिँदै गर्दाखेरि चाहिँ हामीले पानीपुरीको रसको काम पनि सकाइहालौँ है त। अघि चाहिँ हामीले पानीपुरीको रसमा बाबरी हालेको थिएनौँ भने अब चाहिँ बाबरी हाल्न जाँदैछौँ। यसले चाहिँ पानीपुरीको टेस्ट नै एकदम फरक बनाइदिन्छ। केही बाबरी चाहिँ मैले यसै हालेँ भने केही बाबरीलाई चाहिँ कुटेर हाल्दैछु, किनभने यसले चाहिँ टेस्टलाई अलिक फरक बनाइदिन्छ। मलाई चाहिँ यो रसमा आइस हालेको मिठो लाग्ने भएर आइस हाल्दैछु। पछि हामीले प्याज काट्छौँ।